साथीहरु स्वागत छ भिडियोमा तपाईहरु सबैजनालाई। र आज यो डुँडलाई हेर्दियौ साथीहरु, के छ हालखबर यसको। निकै बेर भयो निस्केको छैन मौरी है। हेर्दियौ कस्तो छ। यो डुँडमा कतिको काम गरिरहेको छ। एउटा आयो, अर्को पनि आयो। हल्का हल्का काम भइरहेको रहेछ। एकदम रफ्तारमा छ है। अर्को साइडबाट हेर्दियौ। अब यो साइडबाट हेर्दियौ साथीहरु। साह्रै आएको छैन। मलाई मौरीले घेर्नु थाल्यो किनभने मैले कालो क्याप लगाएको छु है। हेर्नु चाहिँ यिनीहरु यसरी घुम्नु थाल्यो। यो मौरीले चिलेको चाहिँ साथीहरु यति नमिठो दुख्छ कि एकछिन चाहिँ। तर एकछिनबाट जाती भइहाल्छ। चिल्नु चाहिँ एकदम राम्रो हो। सानो केटाकेटीहरु त रुन्छ नि साथीहरु यो मौरीले चिलेकोले। यति साह्रो दुख्छ। अब हामीलाई चाहिँ बानी भएको दुख्नु चाहिँ अब हामी चाहिँ सहने। यसले टोकेको चाहिँ अब सहने बानी भयो है। र त्यसले गर्दाखेरि साह्रै दुख्दैन। फर्स्ट टोकायो हो भने त हुरुकै बनाउँछन् साथीहरु मौरीले। हुन्छ साथीहरु, फेरि आउनेछु नेक्स्ट भिडियोमा।